यो सानो अमला फल होइन, यो त प्राकृतिक सुपरफुड हो। तपाईँको शरीरलाई भित्रबाट बलियो बनाउने शक्तिशाली फल। अमलामा पाइन्छ भिटामिन सी, आइरन, फाइबर र शक्तिशाली एन्टिअक्सिडेन्ट्स। यो एउटा फलमै यति धेरै पोषण हुन्छ। अमला भिटामिन सी को राजा हो। 100 ग्राम अमलामा करिब 600-700 mg भिटामिन सी हुन्छ, जबकि दैनिक आवश्यक मात्रा करिब 75 र 90 mg मात्र हो। अमलामा आइरन पनि पाइन्छ, जसले रगत बढाउन मद्दत गर्छ। भिटामिन सी सँग मिलेर आइरन अझ राम्रोसँग शरीरमा अवशोषित हुन्छ। अमला खानाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, सर्दी, खोकी र संक्रमणबाट जोगाउँछ। यसले मुटु स्वस्थ राख्छ र पाचन प्रणाली सुधार गर्छ। अमला पेटका समस्यामा पनि फाइदाजनक हुन्छ। अमलाले छाला चम्किलो बनाउँछ र कपाल बलियो बनाउँछ। नेचुरल ब्युटी बुस्टर हो अमला। दिनमा 1-2 वटा अमला खानु पर्याप्त हुन्छ। काँचो, जुस, अचार वा पाउडर जसरी पनि खान सकिन्छ। स्वस्थ रहनु छ भने आजैदेखि अमला खान सुरु गर्नुहोस्। लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोस्। अम्बा भनेको सामान्य फल होइन, यो त पोषणले भरिएको प्राकृतिक खजाना हो। अम्बामा पाइन्छ भिटामिन सी, फाइबर, पोटासियम र एन्टिअक्सिडेन्ट्स। एउटै फलमा यति धेरै पोषण। 100 ग्राम अम्बामा करिब 200-250 mg भिटामिन सी पाइन्छ, जबकि दैनिक आवश्यकता 75 र 90 mg मात्र हो। अम्बामा फाइबर धेरै हुन्छ, यसले पाचन सुधार्छ र कब्जियत हटाउँछ। पेट सफा राख्न अम्बा उपयोगी हुन्छ। अम्बामा पोटासियम पाइन्छ, यसले रक्तचाप नियन्त्रण गर्छ र मुटुलाई स्वस्थ राख्छ। अम्बा खानाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, रोगसँग लड्न शरीर बलियो बनाउँछ। अम्बाले छाला चम्किलो बनाउँछ र यसमा हुने एन्टिअक्सिडेन्ट्सले बुढ्यौली ढिलो बनाउँछ। अम्बा कम क्यालोरी भएको फल हो, तौल घटाउन चाहनेका लागि उत्तम विकल्प मानिन्छ। अम्बाले दिमागलाई पनि ऊर्जा दिन्छ र थकान कम गर्न पनि मद्दत गर्छ। स्वस्थ जीवनको लागि आजैदेखि अम्बा खान सुरु गर्नुहोस्। यस्तो जानकारीका लागि लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोस्।